ओलीलाई के भन्न चाहनुहुन्छ? ओलीलाई पछिल्लो समयमा ओलीले हिटलर बिर्साइदियो क्या। जस्तो मेरो छोरो ग्लोबल कलेज पढ्छ होइन, हिजोले सुत्न सकेको छैन, उसको अनुहार सम्झियो कि तर्सिन्छ। हालेले जित्ला त अब एकदम जित्ला नजित्दै कुनै भएन नि त। अब चाहिँ अब नै केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो गएको। मेरो खराब पानी छ मेरो खराब। अनि यसपालि भोट कसलाई हाल्ने? भोट त हेर्नु म त बालिन आएपछि बालिनको पैसा चाहिँदैन, मलाई 5-7वटा घन्टी किनिदेऊ भन्ने हो। आफू पनि घन्टी बजार 15-20 दिन हिँड्ने हो। बालिनलाई जसरी पनि जिताउने हो। ओली मक्क परे होला बिचरा, पहिला 75-70% भोट ल्यायो भनेर बिचरा यसलाई त हेरेको हेरे उताने पारिदिन्छ बालिनले। यो किरिया एमाले आयो भने त एउटा बाँसो घोषाले मासु पो खाने यस्ता नि त। बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले आउनु भएछ नि त। घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर मेरी बुढी एमाले की हो, नेपाली काङ्ग्रेसलाई भोट दिँदा 7 दिन भात खान दिँदा खत्तम। अहिले घन्टीमा के भयो? झापामा जित्छन् त बालिन शाहले। जितेन भनेदेखि सबै खाए हुन्छ, नर्क खाए हुन्छ। ए दिदी, देश आनन्दले चलेछ छैन। यो देश आनन्दले नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? एमाले फेरि भन्नु न। घन्टीमा भोट नहाले मलाई अन्टी नभन। घन्टीमै भोट नहाल्नेमा मलाई अन्टी नै नभन। बालाजी बाई बाई बा छोडिदिनु भन्छु हामी। अब केही छोडिदिनु भन्नु? सिधै छोडिदिनु। तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छु हामी। अब हरे राम जप्ने बेला भएन। कांग्रेस पार्टी पत्ता साफ। मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु। केपी ओलीले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्लान् फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। मेरो खराब पानी छ मेरो खराब। त्यसो अब ओली प्रधानमन्त्री कि प्रचण्ड? हजुर, ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्डलाई? यो भातडा बनाउँछ नि प्रधानमन्त्री। त्यो भ्रष्टाचारी भात